सो हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग भिडियो। यस्तो मिनी ब्लगहरू चाहिँ मलाई बनाउन एकदमै रहर थियो, त्यही भएर मैले चाहिँ आजदेखि स्टार्ट गरिदिएको होइन, यस्तो बनाइदिउँ न भनेर। एन्ड अहिले चाहिँ म अहिले कोरियामा छु होइन, एज ए स्टुडेन्ट। एन्ड म आएको चाहिँ लगभग 1 वर्ष जति नै ठ्याक्कै भइसक्यो। सो आजको दिनमा चाहिँ मेरो क्लास पनि थिएन र कामबाट पनि मैले छुट्टी पाएको थिएँ। रुममा चाहिँ बस्दा बस्दै एकदम बोर लागिरहेको थियो, अनि बाहिरतिर यसो फ्रेस हुन गइदिउँ न भनेर चाहिँ म चाहिँ बाहिरतिर लागेँ। अनि हिँड्दा हिँड्दा चाहिँ म चाहिँ हाङगाङ पार्कसम्म आइपुगेँ। अनि यो हाङगाङ पार्क चाहिँ हाङगाङ खोलाको छेउछाउमा छ, जुन चाहिँ धेरै फेमस छ होइन कोरियाको सौलमा। अनि यो ठाउँमा चाहिँ म धेरै पछि आएको थिएँ, अनि यसो हेर्दाखेरि त कोही मान्छेहरू पनि थिएन क्या, अनि 1-2 जना मात्र देखिरहेको थिएँ मैले। अनि जाडोमा कोरियनहरू त्यति बाहिर हिँड्दैन भने थियो, अनि त्यस्तै रहेछ होइन सिचुएसन चाहिँ। नत्र भने यो पार्कमा चाहिँ धेरैजना मान्छे आउँथ्यो क्या। गरी महिनामा फेरि यो ठाउँमा यति धेरै मान्छे हुन्छ नि। अनि अहिलेको ताल भने यस्तो छ है, जाडो भएको कारणले चाहिँ कोही बाहिर निस्किँदैन रहेछ कोरियनहरू। अनि जाँदा जाँदा चाहिँ मैले एउटा यस्तो राम्रो स्पट भेटेँ होइन, यस्तो बस्दिउँ न भनेर चाहिँ म यता पनि गएँ। अनि म चाहिँ मोबाइल खेल्दै झोलामा झुल्दै एकछिन आरामले बसेँ। यो रुखहरू देख्दाखेरि चाहिँ मलाई चाहिँ एउटा रिल्सको याद आयो होइन, अनि मैले यसो बनाइदिउँ न भनेर मैले पनि बनाइदिएँ होइन। तुम्हें मिस करता हूँ, अफसोस करता हूँ। अनि फेरि एकछिन पछि हिँड्दा चाहिँ मैले एउटा सानो ट्री देखेँ, अनि यहाँ पनि बनाइदिउँ न भनेर चाहिँ यहाँ पनि मैले बनाइदिएँ होइन। तुम्हारी कसम। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाङगाङ खोला हो होइन, हेर्दाखेरि चाहिँ ठ्याक्कै समुद्र जस्तै देखिन्छ, तर यो चाहिँ खोला हो है। अनि यत्रो ठुल्ठुलो बिल्डिङको बिचमा रहेको छ कोरियाको सेतो टावर। यो टावरको नाम चाहिँ लोटे टावर हो होइन खासमा। यो चाहिँ कोरियाको सबभन्दा अग्लो टावर हो है, जुन चाहिँ विश्वको 6औं नम्बरमा पर्छ। अब त रुमतिर फर्किनु पर्यो भनेको अग्लो रुख देखेँ क्या फेरि बाटैमा। तुम्हें मिस करता हूँ। अनि राति भएसँगै हाङगाङ पार्कको पुरै हुलिया पनि चेन्ज भएको थियो होइन, पुरै लाइटिङहरू बालेर। अनि यसो पछाडि हेरेको कोरियाको सेतो टावरमा पनि लाइट बलिसकेको रहेछ। अनि म फेरि एकछिन रेस्ट गर्दै लागेँ आफ्नो रुमतिर। अनि जाँदा जाँदै के देख्न पाएँ भने नि साथीहरू, ल्याम्बोर्गिनी पछाडिबाट नै कस्तो खतरा आवाजले आइरहेको थियो कि। अनि मैले त के होला भनेर यसो हेरेको त ल्याम्बोर्गिनी, र मेरो रियाक्सन यस्तै थियो। सो फाइनली म चाहिँ आफ्नो रुममा आइपुगेँ। सो यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ र कोरिया मसँग घुम्न चाहनुहुन्छ भने डु नट फर्गेट टु लाइक एन्ड फलो। सो आजको लागि चाहिँ यति नै, बाई बाई।